पर्स बनाउनको लागि सुरुमा स्लिप नट गराउनु। यसरी स्लिप नट गराइसकेपछि चेन 21 वटा 1 चेन 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 वटा चेन बनाउनु। यसरी देख्न सक्नुहुन्छ मैले बनाइसकेँ। अब हामीले राउन्ड 1 स्टार्ट गर्छौँ। यो फर्स्ट चेन हजुरले स्किप गर्नुपर्ने हुन्छ। सेकेन्ड चेनमा स्लिप स्टिच गर्नु होला। यसरी यो अगाडिको धागोलाई यसरी पछाडि निकालेर 1 स्लिप स्टिच। अब यो नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1 गराउनु। यसरी हाफ डबल क्रोसेट 1। फेरि नेक्स्ट स्टिचमा स्लिप स्टिच गरिदिनु। अगाडिको धागोलाई पछाडि लगेर फेरि नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1 गराउनु। फेरि यो नेक्स्ट चेनमा स्लिप स्टिच, अगाडिको धागोलाई पछाडि लिएर जानु। फेरि यो नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1। नेक्स्ट चेनमा स्लिप स्टिच। देख्न सक्नुहुन्छ यस्तो प्याटर्न बन्छ यो चाहिँ। अब हजुरले फेरि यो नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1 गराउनु। नेक्स्ट चेन स्लिप स्टिच 1। नेक्स्ट चेन हाफ डबल क्रोसेट 1। नेक्स्ट चेन स्लिप स्टिच 1। यसरी नै हजुरले बुन्दै जानुपर्ने हुन्छ। 10 टाइम रिपिट गर्दै जानु होला। देख्न सक्नुहुन्छ मैले बुनिसकेँ। यो हाम्रो पहिलो राउन्ड कम्प्लिट भयो। अब हामीले सेकेन्ड राउन्ड। त्यसको लागि हजुरले चेन 1 गराउनु अनि टर्न गर्नु। यसरी देख्न सक्नुहुन्छ पछाडिको भाग यसरी बन्छ। यो फर्स्ट चेनलाई स्किप, सेकेन्ड चेनबाट हामीले चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ। यसरी नै हामीले यो सबै चेनहरूमा बुन्दै जानुपर्ने हुन्छ। अघि मैले भनेअनुसार फर्स्ट चेन चाहिँ स्किप गर्नु अनि यो नेक्स्ट चेनमा स्लिप स्टिच गरिदिनु। अघि सिकाए जसरी अगाडिको धागोलाई पछाडि ल्याउने। अब फेरि नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1 गराउनु। यसरी हाफ डबल क्रोसेट 1। नेक्स्ट चेनमा फेरि स्लिप स्टिच, अगाडिको धागोलाई यसरी पछाडि ल्याउनु। फेरि नेक्स्ट चेनमा हाफ डबल क्रोसेट, हाफ डबल क्रोसेट 1। नेक्स्ट चेन स्लिप स्टिच गरिदिनु। अगाडिको धागोलाई यसरी पछाडि लिएर फेरि हाफ डबल क्रोसेट 1 गराउनु। हाफ डबल क्रोसेट 1। नेक्स्ट चेनमा फेरि स्लिप स्टिच 1। देख्न सक्नुहुन्छ यसको प्याटर्न यस्तो बन्छ। यसरी नै हजुरले यो लास्ट चेनसम्म बुन्दै जानु होला। देख्न सक्नुहुन्छ मैले बुनिसकेँ। मेरो सेकेन्ड राउन्ड पनि कम्प्लिट भइसक्यो। यस्तो बन्छ यो। अब थर्ड राउन्ड। त्यसको लागि 1 चेन गराउनु, टर्न गर्नु अघिको जसरी नै। फेरि अघिको जसरी नै यो फर्स्ट चेन स्किप गर्नुपर्ने हुन्छ। सेकेन्ड चेनबाट हामीले बुन्न स्टार्ट गर्छौँ अनि यो चेनको यसरी हामीले बुन्दै जानुपर्ने हुन्छ। फर्स्ट चेन स्किप, सेकेन्ड चेनमा
स्लिप स्टिच गरिदिनु यसरी। फेरि यो नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1, नेक्स्ट चेन स्लिप स्टिच अगाडिको धागोलाई पछाडि ल्याउने, फेरि नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1, नेक्स्ट चेन स्लिप स्टिच अगाडिको धागोलाई पछाडि ल्याउने, नेक्स्ट चेन हाफ डबल क्रोसेट 1, नेक्स्ट चेन स्लिप स्टिच। देख्न सक्नुहुन्छ यो प्याटर्न यस्तो राम्रो बनेको छ। यसरी नै हजुरले यो लास्ट चेनसम्म बुन्दै जानु होला। सेम तरिकाले देख्न सक्नुहुन्छ मैले बुनिसकेँ। मेरो यो थर्ड राउन्ड पनि कम्प्लिट भइसक्यो। देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो बन्छ, अगाडि पछाडि सेमै बन्छ। हेर्नु, अब हाम्रो फोर राउन्डमा नि सेम नै हो। चेन 1 गराउनु, यसरी टर्न गरिदिनु अनि अघि भने अनुसार फर्स्ट चेनलाई स्किप गर्ने, सेकेन्ड चेनमा स्लिप स्टिच गराइदिनु, अगाडिको धागोलाई यसरी पछाडि ल्याउने अनि यो नेक्स्ट चेनमा हाफ डबल क्रोसेट 1 गराउनु, नेक्स्ट चेन स्लिप स्टिच, नेक्स्ट चेन हाफ डबल क्रोसेट 1, नेक्स्ट चेन स्लिप स्टिच, नेक्स्ट चेन हाफ डबल क्रोसेट 1। देख्न सक्नुहुन्छ यस्तो बन्छ। मैले माथि प्याटर्न पनि दिएको छु, त्यो प्याटर्न हेरेर पनि हजुरले बुन्न सक्नुहुन्छ। हाफ डबल क्रोसेट 1। यसरी नै हजुरले यो लास्ट चेनसम्म बुन्दै जानु होला। देख्न सक्नुहुन्छ मैले बुनिसकेँ। मेरो यो 4 राउन्ड पनि कम्प्लिट भइसक्यो। यसरी नै हजुरले राउन्ड 35 सम्म बुन्दै जानु होला। सेम तरिकाले देख्न सक्नुहुन्छ मैले बुनिसकेँ। मैले 35 वटा राउन्ड बुनेको छु। देख्न सक्नुहुन्छ यसको प्याटर्न कस्तो राम्रो आएको छ। मैले टोटल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 टोटल मैले 35 वटा राउन्ड बुनेको छु। अब हामीले सिलाउने छौँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17। यो 17 राउन्डमा हजुरले मार्क गर्नुपर्ने हुन्छ। यसलाई फोल्ड गर्नुको लागि यसरी मैले चाहिँ यो क्लिपले मार्क गरिदिन्छु। यसरी राउन्ड 17मा यति गरेपछि हामीले अब यो फोल्ड गर्नेछौँ। यसरी फोल्ड गर्नु, यो मार्कमा जहाँसम्म मार्क लगाएको छ त्यसैमा यसरी फोल्ड गरिदिनु अनि यो भाग चाहिँ हामीले सिलाउनु पर्ने हुन्छ। यसरी दुईटै भागमा सिलाउनु होला। यसरी ठ्याक्क यो लाइनमा मिलाएर राउन्ड 17मा यसरी मिलाएर अनि यो सिलाउनु होला। यो चाहिँ मैले नट गराएको, यो हल्का बलियो होस् भनेर यसरी
यसरी हजुरले माथिको चेन लिएर सिलाउनु होला। यसरी धेरै टाइट नगराउनु, हल्का हल्का। यसरी नै हजुरले माथिको चेन लिँदै सिलाउनु होला। देख्न सक्नुहुन्छ मैले यो भाग सिलाइसकेँ। यसरी अब हामीले यो धागोलाई चाहिँ क्लोज गर्नेछौँ। त्यसको लागि हजुरले यसरी धागोलाई लुकाउनु पर्ने हुन्छ। रफ नदेखोस् भनेर चाहिँ यो धागो लुकाउने हो। देख्न सक्नुहुन्छ मैले यो भाग चाहिँ सिलाइसकेँ, यो वान साइडको भाग। अब यसरी नै हजुरले यो साइडमा पनि सिलाउनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ मैले चाहिँ दुईटै भाग सिलाइसकेँ। पछाडि यस्तो हुन्छ, अगाडि यस्तो। यति सिलाइसकेपछि हजुरले यतातिरको नि राउन्ड 17 सम्म काउन्ट गर्नु अनि फोल्ड गर्नुपर्ने हुन्छ। त्यतातिरको भागमा पनि यसरी 17 रमा चाहिँ हजुरले यसरी मार्क लगाइदिनु अनि फोल्ड गर्नु। यसरी फोल्ड गरेर अहिलेको जसरी नै हजुरले यो भागमा सिलाउनु पर्ने हुन्छ अनि यो भागमा पनि सिलाउनु पर्ने हुन्छ, अघि जसरी नै। देख्न सक्नुहुन्छ मैले सिलाइसकेँ दुईटै भाग। सिलाइसकेपछि यस्तो बन्छ। अब हामीले यो बटन यसमा जोइन गर्नुपर्ने हुन्छ। यसरी बिचमा हजुरले बटन जोइन गर्नु होला। मैले बटन जोइन गरिसकेँ। अब हामीले चेन बनाउने छौँ। त्यसको लागि हजुरले 30 वटा चेन बनाउनु होला। यसरी मैले टोटल 30 चेन बनाइसकेँ। यो ब्याग लक गर्नुको लागि देख्न सक्नुहुन्छ यसरी यो लक गरिन्छ ब्यागलाई। यो चेनलाई हजुरले 20 सेन्टरमा जोइन गर्नुपर्ने हुन्छ। यो चेनलाई हामीले अब जोइन गर्नेछौँ। ठ्याक्कै यसरी हजुरले काउन्ट गर्नु होला अनि 20 सेन्टरमा यसरी हजुरले कुरुसको सहायताले चेनलाई जोइन गर्न सक्नुहुन्छ। यसरी वान साइडको धागो यसरी भित्र लिग्नु अनि फेरि अर्को साइडको पनि यहाँलाई भित्र लिनु यसरी। अनि यो दुईटै धागोलाई मिलाएर हामीले नट गराउनु पर्ने हुन्छ। यसरी 2-3 चोटि नट गराउनु होला। यसरी नट गराइसकेपछि हजुरले यो धागोलाई यसरी काटिदिनु। देख्न सक्नुहुन्छ यो चेन पनि हाम्रो जोइन भइसक्यो। यसरी अब हामीले यसरी फोल्ड गर्ने अनि यो चेनले यो बटनमा यसरी लक गरिदिनु अनि हाम्रो पर्स तयार भयो। देख्न सक्नुहुन्छ मैले ग्रीन पर्स पनि बनाइसकेको थिएँ। देख्न सक्नुहुन्छ हामीले यसमा कार्डहरू यो हाल्न सकिन्छ अनि
पैसाहरू पनि राख्न सकिन्छ। हजुरलाई यो क्युट मिनी पर्स कस्तो लाग्यो कमेन्टमा भन्नु होला। Thank you for watching.